बोल्दा सबैलाई त्यहाँबाट कुरा बोल्दा मेदेखि त दुखी भइसकेको छ तुम्हें बोल्दैन उसी म भुल्न लाग्छु म के भने गर्दै रह्यो पुरा खाना खायो खाया के खाएको रोटी भाजी रोटी खाएको कस्तो खाएको खाना रोटी भाजी के खाएको खाना रोटी खाया चावल खाया भन्न भाई भाई क्या खाया आपने रोटी खाया क्या खाया रोटी चावल नहीं खाया नहीं अब कहाँ सोओगे गाह्रोको घर काममा बसेर गर्नुपर्ने हो त्यसै कारणलाई के कस्तो सिस्टम राख्नुपर्ने हो अब तुम्ही हुनाले पो हामीलाई धार पनि भयो आशा पनि भयो भरोसा अरे बाबु कतिपय बाहिरका चलन पनि दियो भन न अब हुन त पुरानो रोडीमा अब अघि भने त उनी कहिले पनि हाम्रो चलन भनेको त अब जो मुख्य काम लाग्ने कुरो हुन् उनी त अब गर्नु पनि पर्यो त्यो पुरानो रोडीवादलाई छोड्नु पनि पर्यो आफ्नो परम्पराको जो इतिहास छ त्यो त पहिले हाम्रा पुराना देवपितरहरूले बनाएको इतिहासलाई धार्मिक हिसाबले जानु पनि पर्यो त्यही हिसाबबाट यिनी दुगा सुगा भनेका इतिहास रहेर नै हुन् हुनु बाबु होइन हाँसा कृषि भनेको त भिट्टिया बेला हाँसा कृषि भन्छ पुरातन सभा भिट्टिया बेला हाँसा कृषि भन्छ पुरानो इतिहास भनेको के हुन्छ भनेपछि उति बेला हाम्रा बुढापाका यसरी बसिआ रहेछन् है यो कुरा गरिआ रहेछन् हो त हो यो अवस्था रहेछन् पुरानो अवस्था कस्तो थियो अहिलेको अवस्था कस्तो थियो जसै मानौँ न अब पुरानो इतिहास अबका पछिका पिँढीलाई आउने पिँढीलाई काम लाग्यो अब हामीलाई के थाहा थियो त अर्कामा कसरी गर्ने क्रियाकालमा कुन आइटम के कसरी गर्ने बगाउने कति दिन कति हाल्ने लास्ट दिन कति हाल्ने भन्ने कुरो त सबै केटाकेटीलाई त थाहा हुँदैन कतिपय प्रचलन जस्तै कुराकानी दाजुले एउटा कुरा गरे हजुरको गैरा गाई समितिले एउटा कुरा गर्यो उनको हाम्रो फरक चाहिँ होला नि त चलन हाम्रा बाजेमाउले जहाँसम्म त्यहाँ उनले एउटा तरिकाले चाहिँ घट स्थापनाका दिनदेखिलाई चाहिँ कति किसिमले के काम गर्नुपर्छ भने त्यही सिक्ने त हो सबै त हामीले सिक्नै पायौँ सबै त पहिला हाम्रा बुवाका दिनमा त त्यो अब भोलि खोला जाने होइन घाट फुट्ने आज राति त्यो पुडी पकाएर त्यसरी बित्ते हात लिएर पुरो त्यहाँ त्यो कालीबुढी खोलो अब 7 खाल्ला छ नि त्यहाँनिर त्यसरी लिएर हाल्नुपर्ने अब अहिले त उहिले दाङै लिने होइन दाङै लिने हुँदाखेरि खाने यो पात्र पक्रियो भने त्यो उनको आशा हो त्यस्तो हो त्यसपछि अब नुन खाने खोर्सानी खाने त्यो खाने कस्तो भनेपछि उहिले अब सुन त सतीयुगका बेला अलिकति नलाउने धुप्पा नबोल्ने कुनै चोरी भनेको हात नलाउने हामीले पनि देखिया हो त्यो दैलामा ताला लाउने छैन कसै खालि यसरी हुनु हाल्दै पायो कोही चाहिँ आगो लाउने त्यस्तो हो आखिर चोरी हद्दु पर्छ त्यो सौता नि कोही
कति पो धन सम्पत्ति थियो पहिला त्यो चोरी भन्ने कुरो गर्दै नगर्दिया झुटा बोल्दै नबोल्दिया अलिक के लाउनै नलाउने त्यस्तो जमाना थियो तब आफ्ना लोग्ने सिधा कसैको छाइल पनि नपर्ने त्यही उसले लोग्ने मऱ्यो भने स्वाइनी सकिजाने उहिलेको मान्छेको अहिले यसो विचार गर्दाखेरि सबै त्यो सच्चा त्यो अब स्वाइनी सचिजानु त्यो सतीजुगमा त्यो राम्रो हो अरे अब त्यो किन्यो आगो हाल्यो होइन त्यो आएन अहिले दाल सुकाल पनि केही नहाल्यो घर घर घुमाउने तेल हाल्यो उसको मनकाने तेल हाल्यो तब त्यो तेल पुगेपछि अब मेधा सज्ज बेला त्यो म्युनिसिपालिटी उफड्दिया उफ्लेपछि अब उफ्दा त आँखा चेपेर उफ्लियो ऊ त भड्केर बाहिर आउने त हो होइन आरामसित बसिदिने त होइन भएपछि उहाँपछि ती मलानीहरूले त्यो काठको लागि यस्तो फुटाएर क्यारो बनाएर राख्ने उहाँपछि त्यो भड्के लागेपछि त्यहाँ केरा काठ जो त्यो आत्महत्या भयो नि त त्यो गर्नु भनेको बहुत गलत त्यति मात्र त्यसो गरे उसले अब कसैको ऊ बिकालमा जाने फेरि अब त्यसरी गयो भने कोही छोरो प्यारो होला नि त निको खाने बनाएको होला त्यो पनि हजुरको निको लाउने बनाएको होला कोही बेला राजा रजौटाको जे पनि चल्ने हामी त सब गरी खाने वर्गको त्यही नचल्ने हुनाले कारण के भनेपछि राजा रजौटाहरूले जे पनि भने आउने अब मेरो छोरो अब निखले भात खानुपर्ने नुन नखानुपर्ने तब ल है बाबु तैँले नुन पनि खानु खुर्सानी पनि खानु भनेर तिमीले पकाइदिएपछि त्यो खाने तिमीले चलाएपछि चल्ने हो त्यसो भए हुनाले तब हाम्रा उहाँकी उहाँले नुन खुर्सानी खान्छन् पुरा सैनी नुन खुर्सानी खान्छन् साग तरकारी पकाएर त्यसरी खाने त्यहाँडे घिउ तेल त्यहाँडे दही नुन खुर्सानी हालेर साग तरकारी त्यस्तो पनि खप्ने तिउन पनि पकाउने त्यसरी नि खाना हाम्रो त्यहीँ गडपाटी पनि खाना गडपाटी डाँडाबाडी होइन घाट बनाएको जयश्री मल्लले कतिजना छुटाएको जङ्गबहादुर राणा जस्तै भनेको नाम जङ्गे हो जङ्गबहादुर भनेर लामो नाम जस्तै जयश्री मल्ल शाह वंश भन्ने त त्यसो भने हुन्छ नि पृथ्वीनारायण शाहदेव भन्ने हुन्छ नि हो त्यस्तै खालको यो जङ्गबहादुर शमशेर जबरा भने के भने त्यस्तो खालको नाम थियो क्या त्यो राजाले बनाएको हो त्यसको पुर्खाले त्यस्तो बनाएर त्यो राजाले कति जानु बन्द गरायो तब उहाँपछिको चाहिँ त्यो जातीय चाहिँ बनाएर हामीलाई त्यो जयश्री मल्लले बनाएका हुन्छ पहिला जातभात केही थिएन त्यो भए हुनाले अब ऊ त्यतिसम्म त तपाईँलाई त्यति कहाँ अनुभव पनि सुने जानु पर्यो भेटेको हुने त अब भन्न पाइयो भन्न सकिन्छ त्यस्तो हो अब हाम्रो चरणमा गोरसो अदरु मुला सुरुका दिन पाइयो भने लास्टसम्म पनि खाने सुरुका दिन पाइयो भने दोस्रो दिनले कति ल्याएर भने त्यो पनि खान नपाइने त्यसै अब चलन नै हो हाम्रा ढुङ्गा हाल्ने यो गोलो तान्ने यो गोलो घुम्न चाहिँ त्यस्तो हो अब छोरासम्म त्यसो अब रात सिएपछि त के हो उसै अब त्यो थाहा पनि भएन
पुरी चाहिँ बनाएर भित्र भन्ने कुरो छ कि त्यो मटीको पिँढीलाई समस्या हुने हो होइन मटीको पिँढीलाई समस्या हुनु भन्दा अहिले के छ अहिले त भनाइ छ अब हिउँदमा 45 किलो भनेपछि पछिको पिँढीलाई यस्तो नहोस् त्यो छुट्यायो अब त्यसै कारणले भोलि हामीलाई पनि कुनै अप्ठ्यारो पर्न गयो पातला खाना राखेर उसलाई पुरी दिनुपर्ने अवस्थामा त्यो आधाबाट जाइ लाग्दै हाम्रो अब आधाबाट जाइ लागेपछि त अब एउटा त समस्या त्यही आयो दोस्रो समस्या बढ्यो भने त्यो त झन् भोलि हाम्रा छोराछोरीलाई के बोक्नु किसिमले त्यो वातावरण बुझेर पछिको पिँढीलाई यस्तो नहोस् भन्न उसले त्यस्तो गरे आएर त्यस्तो गरेको दुःख भयो नि त पहिला चाहिँ त्यस्तो दशा पनि पछि चाहिँ अब त्यो खोला पकायो अरे हजुर त्यो पातलो पकाउने यो पातलो अब केटाहरू खाने त्यो बनाएको हो त्यो उसैको आहारा हो त्यस्तो बनाउने त्यो फाल्ने हुने हो त्यो त्यसरी नपक्रियो हुने हो त्यसपछि अब त्यसै हो आफ्नो आफ्नो बच्चो अनुसार आफ्नो आफ्नो उठ्ने त्यो माछा भिजाइदियो भोलिबाट माछ सबै चाखिने सबै चाखिने त्यो सामान चाहिँ क्लियर गरेर भोलि यो यहीँ नराख्या हौँ ऊ वहीँ नराख्या हौँ गुवाहाटीले राख्ने हो नानो बडो सबै प्रसाद खाने हो राख्ने हो त्यस्तो छ अब यहाँ त चाहिँ बुढा सुन्नु मुढाका अब तपाईँ बुढा सुन्नु बुढाको अब तपाईँ मुढाको हुन्छन् यहाँ यो पिँढीलाई अहिले कोही कुरा नपिँदै कोही गरेपछि मान्न पनि अब होइन यही हो मिलमिला भोलिको दिनमा आइपर्दा जाइपर्ने कल होली मार होली भने कहिले भन्न होली बुल्ला होली होइन पहिला अहिले त हामी चाहिँ हामीले मेरा बगीबुले एक कानेहरूबाट बुझाइ नपारेको कुरा अब सिकाएको होइन त पुरो बुगाती यसलाई गुरुङ धेरै हामीले उसलाई त्यही न चाहिँ बस्दा थियो अरे पढ्न पठाएर पुरो सुनारबाट आएको थियो हजुर हामी त्रिवेणीको दिन बुझेको अब हामी त केटाकेटी त रहडाने होइन त्यो केसुलाई पिटलाइबाट रहडाले लैकिन्छ हो परिवारले पुरै नामको कसरी कत्राउन नसक्यो भने उही बेला लुगा कपडा कम पाइन्छ नि त यसरी हात पट्टु यहाँ हात पट्टु यो हात पट्टु यसरी लिएको त्यसलाई अरू पाक्राले जग्गालाई त्यो बेला लैगयो उहाँहरू उनीहरूले सरस्वती पूजा उनीहरूले उसरी रातो भयो बुझ्यो यहाँ जाने ढिक्क बुझ्यो साध्य हारेछ पछि मैले त्यो भिखारोको चरमरी खुवाएर त्यसलाई पिटिनु हाल्यो नि पुरै नै कड्डोलेलाई खबर पठायो खबर पठाएर तेरे बजे मर गए तेरा बारिश अल्लाह अब बाको मुख देखे टाढा है त्याने भिटे पऱ्यो भने मुतो अब डरमान्ने त्यस्तो समय थियो त्यहाँबाट पछि त्यसलाई पिठे हालेर घर पुगायो उहाँ अब भोगले प्राण परेका 3 छकाल त वहीँ भइगयो बिहानै छ कि गएका बिहानको साग बाछाको साग अझ दोस्रो दिन बजे मरिगेन भनेर त्यो गान्डे ढोलीलाई पठाएर त्यहाँबाटै पिठे हालेको त भिखारो चरमरी फोन लागेको थियो अब खानापिनाको चरमरी हुने त्यो ललासे भइगयो अझ हिँड्नै नसक्ने भइगयो त्यसलाई पिठ्नु हालेर पुलिस घरसम्म पुगायो पुरैले गान्टे ढोली गरेर हात 3 बजे मरिगयो दाजुले सल्लाहसम्म दौडे उसी त भोकसोक मरिगयो हजुर दौडले त्यहाँबाट त्यसलाई पिठ्नु हालेर यहाँ पुगाउन साथ बाघा त अब झुल्का मुल्का ल्याएर डाँडा मुख एउटा लाग्यो पछि अब भयो त्यहाँसँग नङ्गामा 60 टकाकी बाट पछि 5 टकाकी बाट मैले समाएर 2 टकाकी बाट त्यसले समाएर एक भेलीको आधा तोडेर यत्रो दिएर यहाँ है हामी दुई भाइले बाट बोक्यो कुगालेर बले एक काने हालेर यहाँ उदाहरू कोही बेला चाहिँ यो खैरनाको बाटो खैरनाको बाटो अब
अवस्था समस्या परेपछि त्यसलाई त्यो पनि एउटा समस्या हो। ल अब किन नै समस्या पहिलो चाहिँ हाम्रो बगीमुले दुईले चाहिँ एक कानेहरू बराबरी लास बोकेर हात असार गर्यो। अहिले हामी चाहिँ उही दिने सबै आउने बेला त कतिको हुने थियौँ होइन, त्यही पनि कतिपय त आएन। 22 जना त हामी गडगाउँमा भन्ने बेला पुग्यौँ। अहिले त हामीलाई कसैको चाहिँ डर तरास यताउति भन्ने कुरो छैन नि। भनेपछि त्यसैको कर्म छ, त्यसै होइन आफ्नो बाउले तरिका हुने अरू बेला त आफ्नो खाना छनाइ छ, मर्नु पर्ने बेला आफ्नो त मान्छे भनेका चिनिने भेटियो। कसै साप मर्ने बेला कत्रो समस्या हो हामीलाई सङ्कट कालको अवस्थामा। हाम्रा 6 काल पऱ्यो कि नै अङ्कल भने त्यति बेला हाम्रो चाहिँ धनगढी बाटोको लास चाहिँ बेलौरी पुगायो। रातको रात चाहिँ एउटा ट्र्याक्टरमा लेबरको जस्तो सिस्टम गरेर बिचमा लास हालेर लासमा चाहिँ बसेर कहीँ आँखा आउँदैन भनेर ट्र्याक्टरमा लेबरी गर्न गएको थियो भन्ने खालको वातावरण बनाएर तब बेलौरी पुगायो। नत्र पुलिस प्रशासन भनेपछि त माओवादीहरूलाई त चाहिँ परिवारलाई ध्वस्त गर्ने खालको त्यस्तो अवस्था 100% छोराहरूलाई बुढापाका मान्छेको त कामै छैन। यस्ता कुराहरू भोलिका दिन भन्ने खालको मान्छेलाई हेला राखेर मान्छेलाई मान्छे मानेर आखिरी जो सुकै जे सुकै भए पनि जति जस्तो लाटो गाडो डोडो कानो जे सुकै भए पनि आखिरी अभिभावक त अभिभावकै हो, ठुलो काने भए पनि अभिभावकै हो, बोल्दैन जान्ने अपाङ्ग भए पनि अभिभावकै हो होइन। उसले त समस्या भोगेका छन् नि। यस्ता समस्याहरू यसरी भोगेका रहेछन्। भोलि हाम्रो पीडा हाम्रो अवस्थामा पनि यस्ता पर्ने हो। पछिको अवस्थाको पछिको पिँढीलाई पनि यस्ता समस्या आइपर्ने हो भन्ने खालको कुराहरू बुझिराख्नुपर्छ। नत्र 2 जनाले पुगायो यो ठाउँमा, 2 जनाले पुगाउनुको सट्टा 2को सट्टा हामी त अस्ति 22-23 जना पुग्यौँ नि। त्यस्तै चाहिँ बेलौरी एक्लै त्यो माइल भएको ठाउँ ठाउँबाट चाहिँ यताउति भयो अरे केही त हाम्रो गाउँले त भएर यहाँबाट उहाँ पुगायो नि, हो कि होइन? मै हुँ भनेर भन्नु हुँदैन, गइयो भनेर स्वर्ग जानु हुँदैन, गइयो भनेर नर्क छिर्नु होइन हजुर। अब अहिले कहीँ कि बसेका ठाउँ कि बाङ्गो नबोलेर हाँसो कोही नभ्या बेला के अरे बाबुसँग सट्टा भन्ने खालको हाँस्नु कुरा राम्रो हो, रुनु कुरा राम्रो होइन। बाबुले त म बदला जति बढी उति हाम्रो चाहिँ हरेकको कुरो हो। अहिले हामी देश पहाडका सबै एका ठाउँको व्यवहार छ, हामी गर्नै सक्दैन होइन हजुर। अब के गर्ने, हाम्रो गरिखाने वर्ग हामीलाई चाहिँ न अगाडि लिङ्ग छ हाम्रो, न घर चाहिँ छैन गार्जन बाहेक अरू हाम्रो काहीँ पनि हातपात छैन नि हजुरको। नत्र हामी पछाडि पर्ने कारण पनि त्यही हो। देखो पढ अहिले अध्ययन गर्न होइन, पछि पस्ताएर उमेर ढलिसकेपछि पस्ताएर त मतलब भएन। मान्छेले हजुर अर्का भिख मागेर पनि आफ्नो बालबच्चालाई पढाएर त्यतिकै लागि त हो पढाउनु लेखाउनु पढाउनु अरू केका लागि लेखाउनु पढाउनु हो त त्यही जाने विद्या भयो कहिले दबाउनु सक्छ होइन। हामीले हाम्रो बगीमुले चाहिँ स्कुलै पाएँ, हाम्रो बगीमुले स्कुलै पढ्न पाएन। हामीले स्कुल मात्र झेक्यौँ, हामीले स्कुल पढ्दा भन्न झेक्यौँ न। पहिलो हामी पढेको र म चाहिँ एसएलसी गरेकोमा धेरै फरक छ। म 3-4 क्लास पढाएको मान्छे, म चाहिँ समाजमा जाने उपस्थित निर्णय कसरी गर्नुपर्ने भन्ने मलाई थाहा हुन्छ। यिनीहरूलाई एउटा स्कुलमा विद्यालयमा जाने निवेदन लेखेर पठाउँछ भन्ने आउँदैन। बेचर पढ्ने निवेदन अब यहाँलाई चाहिँ 9-10 क्लास पढेका मान्छे, हामी 2-3 क्लास पढेका मान्छे, हामी निर्णय गर्न आउने यिनीहरूले चाहिँ तुलसुङ र भरपाई लेख्नु प्रकारले लेख्नुपर्ने हो। म आमालाई कस्तो लेख्नुपर्ने हो, बुवालाई कस्तो लेख्नुपर्ने हो, भाइलाई कस्तो लेख्नुपर्ने हो, अहिलेसम्मलाई यिनीहरूलाई थाहा छैन। फर्माउनु पर्दा हो भने शब्दलाई कति अच्छा लाग्छ नि। आफ्नै विद्यालयमा एउटा निवेदन लेख्न आउँदैन खालि अहिले त अब यो
यो उठ पनि त्यसैको कारणले पनि हेलो हाई भाइ त्योभन्दा बाहेक केही छ अङ्कल छैन त्यही यो यस्ता हिसाबहरू हर जहाँ गयो उहाँ उसो हुनुपर्छ यस्तो हो तब त्यही हिसाबले सबै एकै नाता हुँदैन काहीँ हामीसँग चाहिँ पाखुरो पनि चाहिन्छ हामीलाई निको पनि चाहिन्छ कोही डोनिया पनि चाहिन्छ कोही खिल्ली गर्ने मान्छे पनि चाहिन्छ कोही तागतवाला युवा पनि चाहिन्छन् त्यसभित्रको कोही राम्रो चाहिन्छ विद्वान पनि चाहिन्छ कोही शिक्षामा पनि चाहिन्छ हजुर सबै एकै नासा भएपछि त काम लाग्यो नि पछिको पिँढीलाई पनि काम लाग्छ जसै कि हाम्रो चाहिँ अब त्यो सरकारीमा गऱ्यो हाम्रो चाहिँ एउटै थोरै हुन्छ हजुरको छैन नि उनको बहुमत हुनाले हामीलाई अहिलेसम्मलाई हेरिरहेको छ कि छैन अङ्कल अब हामी तराईमा हुर्केका हुनाले यहाँ चाहिँ अरू कुनै ठाउँका 9 जिल्लाका मान्छे यहाँ छन् 9 त 9 छ पूर्वाञ्चल झापा साइडका मान्छे यहाँ छन् होइन 14 अञ्चल 77 जिल्लाका मान्छे किनभनेपछि यहाँ चाहिँ मेरो इज्जत दिएपछि मैले अर्का इज्जत पनि दिन सक्ने भएँ जब मेरो इज्जत दिएन भनेपछि म गोर्खा इज्जत किन गर्ने भए उसलाई किन सम्मान गर्ने भए आफू पहिला नानो भएपछि अर्कालाई सम्मान गरेपछि अर्को आफै मेरो त्यसले सम्मान गर्यो मैले पनि त्यसलाई सम्मान गर्नुपर्छ उसले आफै चाहिँ बुझ्छ क्या गुण हुने मान्छे ज्ञान हुने मान्छे आफै बुझ्छ जो गुणै छैन ज्ञानै छैन मूर्ख छ भने त मूर्खसँग साध्यै भएन यो तरिकाले ठुला मान्छेसँग बोल्ने वर्ष हामीले 10 वर्षको बच्चा चिन्न उसलाई पनि हजुर भनेर बोलेपछि भोलि ऊ बच्चा भने हजुर भनेर सिक्ने आफ्नो बच्चा अब सानो बच्चालाई तिमी बाबु भनेर सिकाएपछि ऊ त्यो सानै बाटो ठुलो हुन्छ आसम्म तिमी बाबु अङ्कल हजुर बुवा हजुर बजे हजुर बाजे भनेर भन्ने शब्द सिक्ने अब हामीले चाहिँ त्यो सिकाउनै सिकाइदिउनु भने अनि ऊ हो ए भनेर मूर्खता बोली गरेपछि यो रानीको छोरो भन्ने थियो यो आफ्नै मातृभाषामा आलो काट्नु भन्ने थियो अनेक किसिमका चाहिँ काँक्रो बाँक्रो मान्नु भन्ने थियो होइन अब त्यही ऊ पनि सिक्ने भयो नि त ए साले भनेपछि ऊ पनि ए साले भन्ने हो कि हजुर ए बाबु तिमीले यसो गर्यो भनेर राम्रोसँग उसलाई चाहिँ गाली नदिएको ल त्यो गाली दिनेको शब्द राम्रो शब्द उसलाई सिकाउँछु ती सिकेर आइजान्छ उसलाई लेखाउनु पढाउनु पर्छ घरमा पनि चाहिँ अलिकति परिवर्तन हुनुपर्छ अब मात्रै मान्छे चाहिँ त्यहाँ ए साले ए ला अब यहाँ फेरि जा मेरो हाल यहाँका भाषा क्या हजुर समाज अनुकूलबाट यो भाषा परिवर्तन नहुने कारण त्यही हो कोही गुच्चा खेल्न जाने ऊ गुच्चा खेल्न जाने कोही दारू खान जाने ऊ दारू खान जाने छ होइन राम्रो भाषा राम्रो विद्यालयमा राम्रो शिक्षा सिक्न गएपछि जस्तै चाहिँ राम्रो ट्युसन पढ्न गएपछि ए सबै ट्युसन गएपछि नजाने भने पनि उसँग ए क्लासभन्दा बढी गइसकेपछि कसले ट्युसनको आवश्यकता परेपछि ए यहाँ छिमेकीमा सबैबारे ट्युसन पढ्न जान्छन् बुवा म पनि जाउँ भन्नु होइन अब अरू कोही जाँदैन कि कोही जुनिया हुने थियो कोही जुवाडी हुने थियो कोही तास खेल्ने थियो कोही गुत्ता खेल्ने थियो अनि ऊ त नयाँ बस्ती कोही राम्रो ज्ञान ध्यान सिक्ला भनेर त आउने हुने यहाँ उल्टो चाहिँ जहाँ जुनिया छन् जहाँ तास खेल्ने ऊ त नजाए भने पनि ऊ एकजनाले भनेको त मान्दैन नि जहाँ समाज छ समाजमा त्यस्तो विकृत छ भनेपछि राम्रो क्रियाकलाप सिक्न त जान्दैन ऊ उसैका पछाडि जाने ऊ पनि बिग्रिने त्यही कारणले पनि हाम्रो चाहिँ अलिकति कमजोरी पनि हो हामी गार्जेन अभिभावकका भएपछि अबका हुनेको चाहिँ बालबच्चाहरूलाई राम्रो ज्ञान ध्यान सिकाएपछि ऊ बच्चा आफै ज्ञान ध्यान सिकाएको बचपनैदेखि पार्टी र डस्टबिन दिएपछि जसो पो ल्याएको होइन दिने गरेपछि ऊ आफै अटोमेटिक आइदिन्छ हात बस्ने थियो अक्कल आउने थियो त्यस्तो हो